ल साथीहरू, मेरो भान्सा तयार हुँदैछ। दुध ल्याएको छु, दुध तताउँदैछु गएर। यो सधैँ भातहरू रोटीहरू खान ज्याउ लाग्ने अल्छीको भान्सा यस्तै यस्तै हुन्छ। हेर्नुहोस्, एउटा गाजर, स्याउ, 2 कोसा केरा, यसैले गुजारा चलाइन्छ आज। हेर्नुहोस् है कस्तो हुन्छ मेरो। बस सानसानो पिस पारियो गाजरलाई। टक्क थालमा उठाएर राखियो। त्यसपछि अब स्याउको दाना पातलो पातलो पिस बनाउने। दुधले सोच्छ नि त, सानसानो पिस बनाउने हो भने त्यति खान इल्लिला लाग्छ। झट्ट पातलो पातलो स्याउका दानाहरू पनि बनाउने। कस्तो छ मेरो कटिङ? होटलमा काम पाउँछु त त्यो काम गर्न सक्ने भए। हेर्नुहोस् है मेरो कटिङ कस्तो छ। ट्याक्कै हातमै राखेर चपिङ बोर्ड सर केही चाहिँदैन नि मलाई। यस्तरी काटेर ट्याक्कै हेर्नुहोस्। अब दुध चाहिँ ट्याक्क सबै त्यसमा राखिदिने एकैचोटि। अनि चट्ट भिज्छ। अनि एकैचोटि अब त्यो सलाद आइटम दुधसँग खाने। आजको मेरो खाना यही नै हो। मिठो छ। अनि बस यसरी हो खाने तरिका। गुजारा चलाउन आउँदैन भन्नुहोस् है तपाईँहरूलाई। भान्सा गर्न अल्छी मान्ने जातिले।